हजुर ल हेर्नु सबैलाई नमस्कार। आज सौलकै सबभन्दा ठुलो चिल्ड्रेन्सको लागि स्पेसल्ली बनाइएको पार्क सौल ग्रान्ड चिल्ड्रेन पार्क। त्यसमा पनि आज फेरि स्पेसल डे चिल्ड्रेन्स डे अनि अर्को अझ स्पेसल आज बुद्ध जयन्ती पनि परेछ र दुवै चिल्ड्रेन्स डे र बुद्ध जयन्तीको दुवै प्रोग्रामहरू यहाँ छ। स्पेसली यो पार्क नै चिल्ड्रेनको लागि नै फोकस बनाएर बनाएको सौलको सबैभन्दा ठुलो पार्क जुन हामी बस्ने नजिकै पनि छ र यहाँ आज विभिन्न किसिमका कार्यक्रमहरू भइराखेको छन्। आज अलिकति मौसमले साथ नदिएको हुनाले थोरै मान्छेको फ्लो कम भएको र तर यति मान्छेहरू छन् यहाँ सबैतिरबाट मान्छेहरू आउने र विभिन्न किसिमका प्रोग्रामहरू यहाँ प्रोग्रामका स्टलहरू छ। प्रोग्रामहरू सबैले गरिरहेका छन्, त्यहाँ पार्टिसिपेट गर्ने इन्जोय गर्ने बच्चाहरूको लागि नै पूर्ण रूपमा टार्गेट गरिएर सबै कुराहरू बनाइएको छ। यहाँ ठाउँ नयाँ अनि पार्कहरू प्लेग्राउन्डहरू पनि फेरि रिनोभेसन गरिएको छ, जसले गर्दाखेरि धेरै सुन्दर बनाएको छ पार्क अहिले। अनि म पनि धेरै दिनपछि बल्ल त्यहाँ गएँ, घरकै नजिकै भए पनि जान पाएको थिएन व्यस्तताको कारणले। धेरै कुराहरू चेन्ज गरेको रहेछ। अनि अब बच्चाहरूको लागि यस्तो राम्रो स्विमिङ पुल, अब त्यहाँनिर फेसिलिटी हेर्दाखेरि सबै किसिमको फेसिलिटी पुऱ्याएर होइन सुरक्षित साथ होइन सबैतिर आज अब बच्चाहरू धेरै आउने हुनाले सेक्युरिटीहरू पनि उस्तै पुलिसहरू पनि उस्तै तैनात गरिएर सबै कुराको म्यानेज गरेर आज यहाँ चिल्ड्रेन्स ग्रान्ड पार्क ग्रान्ड नै तरिकाले मनाइरहेको छ अथवा उनीहरूले होइन अर्गनाइज गरिरहेको छन्। एकदमै राम्रो लाग्यो मलाई त्यो चाहिँ। अनि पार्कहरू पनि ठाउँमा नयाँ यिनीहरूले बच्चाहरूको लागि फोकस गरेर बनाएको छन्। पहिलेदेखि नै धेरै पार्क हो तर पुरानो भएर फेरि यिनीहरूलाई रिनोभेसन गरेर नयाँ बनाइरहेको थिए। आज हाम्रो छोरी यहाँ त्यो नयाँ स्विमिङ पुलमा इन्जोय गरिरहेको छ। तर आज अलिकति वेदर अलिकति चिसो नै छ, 14 डिग्री नै वेदर टेम्परेचर भएन, अलिकति चिसो नै छ। त्यसमा पनि घाम राम्रोसँग टाठो लाग्न पाएको छैन। आज एक हप्ता जति भयो वेदर पनि त्यति राम्रो छैन, त्यसले गर्दाखेरि पनि आज अलिकति त्यति भने जस्तो फुर्तिलो तरिकाले खेल्न नपाएको अवस्था छ। यहाँ अब हाम्रो टिम होइन यो सुन्दर महिलाहरूको टिम यहाँ आइराख्नु भएको छ। अब उहाँहरूको पनि कोही बच्चा छोरो हो सही त्यहाँ आउनु भएको छ। हाम्रो छोरीहरूको छोरी चाहिँ कता खेलिरहेछन् देखिरहेछन् अहिले, उनीहरू आफ्नो तरिकाले खेलिरहेको छन्। अब यहाँ बच्चाहरूको लागि धेरै सुरक्षित छ। कुकुरहरू साइकलहरू कुनै चिज पनि भित्र लग्न पाइँदैन, चुरोट रक्सी भित्र खानै पाइँदैन, लग्नै पाइँदैन। अनि सबैतिर स्वयंसेवकहरू हुन्छन्, त्यसले गर्दाखेरि बच्चा कहाँ गयो भनेर डराउनु पनि पर्दैन यहाँ। त्यसले गर्दा पनि हाम्रो दुईजना बच्चाहरू आनन्दले खेलिरहेछन् र धेरै रमाइलो छ, बच्चा रमाइरहेको छन्। धेरै ठाउँमा नयाँ स्टलहरू नयाँ खेल्ने ठाउँहरू पनि बनाएको छन्, तपाईँले हेर्न सक्नुहुन्छ। धेरै सुन्दर र सफा त सधैँ हुने गर्छ, अझ सुन्दर भएको छ आज। र तपाईँहरू पनि देख्न सक्नुहुन्छ यो ठाउँ जुन देखिया छ यो बच्चाहरू खेल्ने पार्क यहाँ अलि अर्कै किसिमको थियो पहिला, अहिले चाहिँ नयाँ बनाएको छ जहाँ एयर कन्डिसन हाउस पनि बनेको छ। अब हामी शनिबार सन्डे सैटरडे प्रायः जान्छौँ। अब एयर कन्डिसन घरभित्र बस्ने, बच्चाले बाहिर खेल्ने, त्यो पनि बाआमालाई सुविधा नै भयो। त्यो पनि त्यस्तो छ। सबैलाई धेरै धन्यवाद भिडियो लास्टसम्म हेरिदिनु भएकोमा। यो मेरो पहिलो प्रयास हो, अब आशा छ हजुरहरूलाई मन पर्नेछ र यो भिडियोलाई मन पराए सेयर र लाइक पनि गरिदिनु होला। र सबैलाई धेरै नमस्कार।